मिटरको प्रयोगबाट घरमै सुगर नाप्दाखेरि केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ, नभए रिपोर्ट गलत पनि आउन सक्छ। ब्लड लिनुभन्दा अगाडि सधैँ आफ्नो हातलाई राम्रोसँग धोएर सुक्खा बनाउन जरुरी छ, किनभने यदि हाम्रो हातले चिया, जुस, शरबत, फ्रुट्सहरु ह्यान्डल गरेका छौं भने चिनीका केही कणहरु औँलामा टाँसिएका हुन सक्छन् र ब्लड लिँदाखेरि चिनी त्यो ब्लडमा मिसिएर ग्लुकोजको रिपोर्ट हाई देखाउन सक्छ। अब अर्को तरिका भनेको चाहिँ हामीले प्रिक गरिसकेपछि पहिलो ब्लडलाई छोडेर दोस्रो ब्लड को प्रयोग गरेर ग्लुकोज नाप्यौं भने पनि यदि केही चिनीका कणहरु औँलामा टाँसिएका छन् भने त्योसँग मिसिन पाउँदैन। त्यसैगरी कहिलेकाहीँ चाहिँ ब्लड आएन भनेर बेसरी थिच्ने गरेको पाइएको छ। त्यसो गर्नु हुँदैन, किनभने थिच्दाखेरि यो औँलामा भएको ब्लड बाहेक अरु लिक्विडहरु पनि ब्लडसँग मिसिन जान्छ, जसले गर्दाखेरि ब्लड ग्लुकोज डाइल्युट भएर रिपोर्ट चाहिँ अझ कम आउन सक्छ। र अर्को कुरा भनेको धेरैजना बिमारीहरुले चाहिँ दुख्छ प्रिक गर्दा भनेर भन्नुहुन्छ। यो बिचको दुईटा औँलामा चाहिँ अरु औँला भन्दा कम दुखाइका नसाहरु भएकाले यी दुईटा औँलामा प्रिक गर्दा कम दुख्छ। त्यसैगरी औँलाको टुप्पोमा धेरै दुख्ने हुन्छ भने साइडबाट प्रिक गरेर ब्लड लिँदाखेरि कम दुख्ने हुन्छ। कतिजना बिमारीहरुले चाहिँ औँलामा रगतको थोपा आइसकेपछि यो स्ट्रिपले यसरी उगाउने गर्नुहुन्छ, त्यो उगाउने गर्नु हुँदैन। यो स्ट्रिपलाई त्यो रगतको थोपाकै छेउमा राख्नुपर्छ र आफै यसमा सोसिन दिनुपर्छ।